अंकित भाइ जाँदैछ ल अब त्यहाँ हामी पेट्रोल हाल्न जान आँटेको छौँ हातिलदा जान आँटेको छौँ तपाईँहरूलाई पनि देखाउने छु हेलो गाइज अब त्यहाँ हामी है हातिलदा जाँदैछौँ बाइकमा उता पल्लोपट्टि बाइक छ उहाँ पर बसिरहेको छ यताबाट छेकियो होइन तर अब हामी गाउँको बाटो हुँदै हुँदै हातिलदा जान आँटेको छौँ तपाईँहरूलाई पनि देखाउने छु टाइम ठ्याक्कै टाइम 1:41 भएको रहेछ हेरौँ कति छिटो पुगिन्छ हामी रोडबाट जाने छैनौँ भित्रभित्र बाटोबाट घुम्दै घुम्दै जङ्गलको सिन हेर्दै होइन ल अब त्यहाँ हामी पेट्रोल हाल्न जान आँटेको छौँ बाइक यहाँ छ पेट्रोल हाल्दैन भने चाहिँ उहाँसम्म भरे ठेल्दै आउने सम्भावना हुन्छ तर मेरो जुत्ताको लेसै हाम्रो अगाडि त्यही एउटा ट्रक छ अब यहाँ अलिकति पर पुगे जस्तै ठ्याक्क पेट्रोल पम्प आइपुग्छ यहाँबाट हल्का देखिँदैछ भनौँ न हाम्रो अगाडि चाहिँ अहिले ट्रक कुदिरहेको छ हामी अलिकति साइडमा पुगेपछि टक्कसँगले पेट्रोल पम्प पनि आउँछ पेट्रोल पम्पमा गएर पेट्रोल हालेर ठ्याक्कै अब यता साइडमा चाहिँ पेट्रोल पम्पमा पनि आइसक्यौँ अलरेडी फाइनल्ली अब यहाँ दाइलाई भनिसक्यौँ अब ट्याङ्की खोलेर पेट्रोल हाल्ने ओर्ने है फेरि लाग्ने यहाँबाट अलिक सिधा गएपछि फेरि यता तलतिर झर्छौँ तलदेखि भित्र बाटोबाट जानेछौँ हामी फेरि अब त्यहाँ हामी ठ्याक्क वहीँदेखि तल झर्नेछौँ यहाँदेखि तल झरेपछि अलिकति पर पुगेपछि बिच आउनेछ बिचदेखि फेरि हामी सिधै जानेछौँ हामी मामला पुग्न आँटेको छौँ अब यो पुल कटेपछि केही अलिकति टाढा छ ठ्याक्कै अब हामी तपाईँलाई त्यहीँ पुगेपछि देखाउनेछौँ यहाँ खोला पनि छ नजिकै तल पुलमाथि खोला तल यहाँ त्यही टर्निङ छ अलिक गाह्रो यहाँबाट हामी फेरि सिधै जानेछौँ सिधै गएर फेरि हामी साइडमा घुमेर फेरि दुईवटा टर्निङ छ त्यो दुईवटा टर्निङ गरिसकेपछि गाइज अब त्यहाँ हामी मामालाई आइपुगिसक्यौँ ठ्याक्क आएको यहाँ ठिक्क ग्यास चकिरहेको रहेछ होइन अब यो ग्यास भर्न जानेछौँ हामी हाम्रो दिदी यहाँ सुतिरहनुहुन्छ ग्यास भर्ने मान्छे खोइ देख्नु न हो ल हेलो गाइज अब त्यहाँ हामी मामालाई बडा फर्किसकेको छौँ यता आमाहरू हुनुहुन्छ ग्यास पनि भरिएर अघि उहाँ पर फिड भइसकेको छ अहिले त्यहाँ हामी लाग्यौँ हाम्रो भाइ पनि जाँदैछ ल यता त अगाडि अंकित भाइ जाँदैछ हाम्रो बाइक उता छ ल आइज न हाम्रो क्यामेराम्यान उतै अड्किरहनु भयो क्या अलिकति बाइक यहाँ छ अब म क्यामेरा हस्तान्तरण गर्न जाँदैछु हाम्रो सरलाई ल हस्तान्तरण गर्नु त अब त्यही हामी जान आँटेको छौँ टक्कसँगले अब यहाँ बसेर अब भाइको यहाँ फोन छ अरे त्यही भएर हेरेर टक्कसँगले बस्यौँ ओऱ्यौँ गयौँ है गाउँबाट मामलाबाट चाहिँ निस्क्यौँ भाइलाई राखेर म अगाडि मैले त बाइक कुदाउँदै भाइ बिचमा अनि मेरो साथीले त यता क्यामेरा बोकिरहेको छ टक्कसँगले अलि पर गएर फेरि जाँदा जाँदै क्या फोनको चार्जै सकिएर
लास्टको भिडियो चाहिँ बनाउनै पाइएन क्या घर आएको टक्कसँगले अब हामी जाँदैछौँ तिनजना फेरि म अनि कहाँ पर सर्दिरहेको छु क्या ट्याङ्कीमा सर्देर बस्ने ठाउँमा पुगेर टक्कसँगले